शान्त गाउँको बिहान। नेपाली गाउँको बिहान सधैँझै रमाइलो थियो। चराचुरुङ्गीहरूको चिरबिर आवाजले निन्द्रा खुल्दै थियो। केटाकेटीहरू चौरमा खेल्दै थिए भने महिलाहरू धारामा पानी भर्न व्यस्त थिए। सबै कुरा शान्त र सामान्य लागिरहेको थियो। तर अचानक वातावरणमा ठूलो गडगडाहट सुनियो। जमिन कम्पन हुन थाल्यो। गाउँका एकजना बुढा व्यक्ति चिच्याए, "ए बाबु हो, फेरि आयो त्यो हात्ती।" उनको आवाज सुन्ने बित्तिकै गाउँभरि हाहाकार मचियो। सबैजना आफ्नो ज्यान जोगाउन र हात्तीबाट आफ्नो घरबार जोगाउन यताउति दौडिन थाले। हात्ती सिधै गाउँभित्र पस्यो, बाँसको बारलाई सजिलै तोडेर खेतमा छिर्यो। धेरै मिहिनेतले उब्जाएको अन्न खान थाल्यो र बाँकी सुँडले हावामा फाल्न थाल्यो। त्यसपछि पानीको ट्याङ्की पनि भत्काइदियो। एकजना गाउँले दुखी हुँदै चिच्याए, "ओ हात्ती, यो घर त बनाउँदा 3 महिना लागेको थियो।" गाउँलेहरूले हात्तीलाई भगाउन हर प्रयास गरे। उनीहरूले डमरू बजाए, आगो बाले, चिच्याए र एकजनाले त बाघको नक्कली मुखौटा पनि लगायो। तर हात्तीले उनीहरूलाई हेर्यो र वास्ता नगरी आफ्नो काम गरिरह्यो। अन्तमा एउटा सानो केटा अगाडि आयो। उसले बोकामा केरा राख्यो र बिस्तारै हात्तीलाई जंगलतिर डोर्याउन थाल्यो। अचम्म लाग्दो कुरा, हात्तीले उसलाई पछ्यायो र बिस्तारै गाउँबाट बाहिरियो। केटाको प्रयासले गाउँमा फेरि शान्ति छायो। भोलिपल्ट बिहान सबैजना ढुक्क थिए कि हात्ती अब फर्कने छैन। तर सबैलाई चकित पार्दै हात्ती फेरि गाउँमा आयो माइनस यो पटक 2वटा बाँदरलाई पीठमा चढाएर। गाउँलेहरू यो नयाँ दृश्य देखेर फेरि अन्योलमा परे। अब के हुने हो?